ठुली कहाँ जान कुदे कि दमै दाइकोमा किन नि काम छ बिस्तारै जा है ललिस ठुली के भो स्वा स्वा गर्दैछौ दौडेर आएको ल हेर यस्तो गाह्रो हुने गरी पनि दौडिन्छन् त आऊ यहाँ बस होइन दमै दाइ म त तपाईँलाई लिन आएँ कि बरु तपाईँ हिँड्नुहोस् मसँग कहाँ ठुली मेरो घरमा किन नि मेरो मम्मीले भाइ जन्माउनु भएको छ भाइलाई भोटे सिलाउन छिटो हिँड्नुहोस् न भाइलाई भोटे सिलाउन नत्र भाइलाई चिसो हुन्छ के पर्ख है म कल बोक्छु सोचमा उस्तै छुवाछुतको अवस्था समानता ल्याउनलाई फेरिए नि व्यवस्था मनुष्यको सोचमा उस्तै छुवाछुतको अवस्था मैले सिलाको टोपी हैन र शिरमा राख्छु मेरै कारणले मन मर्यादा इज्जत ढाक्छु मैले सिलाको टोपी हैन र शिरमा राख्छु मेरै कारणले मन मर्यादा इज्जत जराबाटै फाल्नु छ भेदभावलाई सोचबाटै फाल्नु छ भेदभावलाई आयो दमै दाइ आयो दमै दाइ आयो दम
राम 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 बिहान बिहान रित्तो गाई देखाएर किन अशुभ बनाइहाले नि यो अलछिनीहरूले होइन गुरुबा धारा पानी लिन आउँदा गाउँ र रित्तो त हुन्छ त अनि भरि गाग्री लिएर धारामा पानी लिन को आउँछ त अनि बिहान बिहान अलछिन लाएर अझ मुखै लाग्दो रहेछन् फटो मेरो बाटो जाओ तिमीहरू राम 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 आजको दिन साँच्चीकै अशुभ छ कि क्या हो अघि मात्रै रित्तो गाईहरू देखियो यहाँ बिरालोले बाटो काट्यो कोही पनि आएको छैन त अब मन्दिरमा जल चढाउन ढिला भइसक्यो के गर्ने होला त राम राम राम